नमस्कार सबैजनालाई। मेरो नाम सानिध्य गुण। मेरो नाम शरद गुरुङ। मेरो नाम योगेश अधिकारी। आज हामी तपाईहरुलाई क्लास 11 को न्युमेरिकल इन्टिग्रेसन भन्ने पार्ट पढाउन गइरहेका छौं। न्युमेरिकल इन्टिग्रेसनमा चाहिँ तीनटा रुलहरु छ। त्यो तीनटा रुलमा चाहिँ सौरभले मिडपोइन्ट रुल, मैले ट्रापेजोइड रुल र योगेशले सिम्पसन्स रुल पढाउनेवाला छन्। र साहित्यले भन्नु जस्तै मेरोमा चाहिँ मिडपोइन्ट रुल परेको छ। यसलाई रेक्ट्याङ्गुलर रुल भनेर चिनिएको छ। अब यसको नाम अनुसार अब यसमा यो रेक्ट्याङ्गुलर फर्ममा हुन्छ। अब जस्तै एउटा ग्राफ दिएको छ, त्यसमा एउटा जस्ट र्यान्डम कर्भ फर्म भयो। एउटा र्यान्डम कर्भ फर्म भएको छ। अब यसको कर्भ हाम्रो जस्तै एउटा सेप हुन पनि, जस्तै अब सेप भन्नाले अब जस्तै एउटा रेक्ट्याङ्गल, अब ट्रापेजियल गरिने अब जस्तै हामीले एरिया फाइन्ड गर्ने हुन्छ नि, त्यसरी अब एउटा कर्भको हामीले एरिया फाइन्ड गर्ने हुँदैन नि त। त्यसैले अब यसलाई यसको एरिया फाइन्ड गर्नलाई हामीले त्यसलाई कुनै एउटा सेपमा फिक्स गरिन्छ। यसमा जस्तै यसको नाम अनुसार अब यसमा रेक्ट्याङ्गल फर्म भएको छ। यो चाहिँ अब only one फर्स्ट इन्टरभल दिँदाखेरि हो। जस्तो अब एउटा only one इन्टरभल हुन्छ, एउटा रेक्ट्याङ्गल मात्रै बनाएको छ यसमा। त्यसैले यसलाई यसको फर्मुला निकाल्ने, एरिया निकाल्ने फर्मुला रहेछ। यस्तै गरी अब यसको अर्कोमा चाहिँ अब इन्टरभल चाहिँ अलि धेरै हुन्छ। यसमा चाहिँ एरिया निकाल्ने फर्मुला चाहिँ एफ FC1 प्लस यस्तै गरी FCN सम्झान छ। अब हाम्रो यो अब यसको लागि चाहिँ हाम्रो सुरुमा हामीले एच अनि यो सी भन्ने गर्नुपर्छ। त्यो फर्मुलाको लागि एच निकाल्ने फर्मुला चाहिँ b-a/2 n र सी निकाल्नको लागि चाहिँ 0 प्लस x1/2 रहेको छ। तर यसमा चाहिँ x भन्नाले हाम्रो फर्स्ट यो इन्टरभल रहेको छ अनि x1 भन्नाले अर्को इन्टरभल रहेको छ। त्यसरी यो सी भन्नाले चाहिँ दुईटा इन्टरभल बिचको मिड पोइन्ट। अब हाम्रो जस्तै अब यो फर्स्ट इन्टरभल छ नि, यो निकाल्नको लागि चाहिँ हाम्रो फर्मुला नआए अब यो भनेको फर्स्ट इन्टरभल भएकोले ए, सेकेन्ड निकाल्नको लागि यस्तै x1 प्लस x 0 प्लस h। अब मेरो यति थियो। अब भन्नलाई साहित्य यस्तै मिडपोइन्ट रुलमा रेक्ट्याङ्गल्सहरु युज गरिन्छ र अब ट्रापेजोइड रुलमा चाहिँ ट्रापेजोइड्सहरुको हेल्प लिन्छ हैन। अब ट्रापेजोइड रुल चाहिँ रुलबाट निस्केको फर्मुला चाहिँ यस्तो छ।
अब ट्रेपेजोइड रुलमा चाहिँ जस्तै अब हामीसँग एउटा फङ्सन छ एफएक्स, त्यो फङ्सनको चाहिँ अब कर्भ चाहिँ यस्तो छ होइन। अब त्यो कर्भ एरिया अन्डर कर्भ ए देखि बी एफएक्स डिएक्स निकाल्नु छ भने हामीले ट्रेपेजोइड्सहरू हालिदिन्छौँ। अब जस्तै यसरी ट्रेपेजोइड्सहरू हालिदिन्छौँ अनि यो ट्रेपेजोइडको एरिया निकालेर चाहिँ हामीले एरिया अन्डर कर्भ चाहिँ निकाल्छौँ। अनि यसमा एरर पनि हुन्छ। अब त्यो एरर क्यालकुलेट गर्नलाई चाहिँ हामीले एरर बाउन्डको फर्मुला युज गर्छौँ। एरर बाउन्ड भनेको चाहिँ m times b minus a g by integral m square। अब यसमा m भनेको चाहिँ यो फङ्सनको चाहिँ सेकेन्ड डेरिभेटिभ हो। सेकेन्ड डेरिभेटिभको a देखि d को रेन्जमा हुने म्याक्सिमम भ्यालु m चाहिँ। अब यही फर्मुलामा पनि h भनेको चाहिँ यो किन भनेको h भनेको चाहिँ h को फर्मुला चाहिँ b minus a by n हो। अब n चाहिँ क्वेसनमा दिएको हुन्छ। n भनेको चाहिँ नम्बर अफ ट्रेपेजोइड्स या नम्बर अफ सब इन्टरभल भनौँ। अनि y0 भनेको चाहिँ यहीँ अब x0 को चाहिँ x0 को फङ्सनल भ्यालु y0 हो। त्यस्तै x1 को फङ्सनल भ्यालु चाहिँ y1 हो। अनि अब चाहिँ यो b देखि a सम्मको एरिया निकाल्न दिएपछि हामीलाई इक्जाममा पनि b र a दिएको हुन्छ, n दिएको हुन्छ। अनि अब हामीले b a र n दिएपछि h निकाल्नु हुन्छ। अनि h निकालेपछि x1 x2 x3 तिनीहरू निकालेर तिनीहरूको चाहिँ y इक्वल्स टु fx यो यसमा हालेर y को भ्यालु निकालेपछि हामीले यो इजिली यो फर्मुलामा हामीले एरिया निकाल्न सक्छौँ। त्यो एरिया चाहिँ अलमोस्ट यो इन्टिग्रलसँग मिल्न जान्छ। त्यसरी कहिले कहिले चाहिँ क्वेसन नि त्यसरी सोधिन्छ, यो इन्टिग्रल देखाउँछ अनि इन्टिग्रलको ट्रेपेजोइड रुलबाट निकाल भन्छ होइन, त्यही हो। अनि अब इररहरूको कुरा गर्दाखेरि चाहिँ एब्सोल्युट भ्यालु माइनस निकालेको भ्यालुलाई एरर भनिन्छ। अनि त्यस्तै एररहरू पनि यही हो। अब इक्जाममा एररहरू निकाल्न सक्छ होइन। अब सौरभले सिकाएको मिड पोइन्ट रुलमा चाहिँ इक्जाममा खासै आउँदैन, आए त्यही एमसिक्यूहरूमा आउँछ। अनि ट्रेपेजोइड रुल पनि 19 नम्बरको 19-20 नम्बरमा 2 मार्क्समा आउँछ। अनि त्योभन्दा इम्पोर्टेन्ट चाहिँ सिम्पसन रुल भएको छ, त्यो चाहिँ यो जस्तै पढाउँछ। दुईवटा रुल छ, 1/3 र 2/8 1/3 र 3/8 छ। 1/3 चाहिँ मैले हाम्रो क्वेसनमा दिएको चाहिँ इभन भयो भने 1/3 को फर्मुला चाहिँ integration of a to b यसमा चाहिँ हाम्रो h भनेको b - a/n हुन्छ, y0 र
y0 र yn लाई चाहिँ यसरी मल्टिप्लाई नगरिकन y1 को y को भ्यालु अड हुँदाखेरि चाहिँ 2 ले मल्टिप्लाई गर्ने र y को भ्यालु इभन हुँदाखेरि चाहिँ 2 ले मल्टिप्लाई गरेर यो फर्मुला फर्मुला भने डिभाइडमा चाहिँ अड र इभन दुईटै गर्नुहुन्छ र यो सिम्पसनको मोस्ट एक्युरेट भएर आउने भनेको चाहिँ हाम्रो प्याराबोलाले कुनै कर्वलाई बाइन्ड गरेको होला यो प्याराबोला छ यो